सञ्जय विक्रम शाह उत्कृष्ट प्रहार यस पटक गण्डकी प्रदेशका कप्तान उत्कृष्ट अनुभव दशकौं भलिबलमा समय व्यतीत गरेको अनुभव देखाएका छन् उनले डेढगाउँमा पनि सर्भिसमा सञ्जय विक्रम शाह अशोक मल्ल एकपटक खोजेका छन् अपोजिटमा जीवन सुनार उत्कृष्ट प्रहार यस पटक अपोजिटबाट जीवन सुनारको यो प्रहारले फेरि पनि अन्त लिनेछ त्यसलाई गण्डकी 5-1 राजन व्यवस्था सेटअप यस पटक विकास उत्कृष्ट प्रहार यहाँ विकास बसवैया पनि भौतिकालीका राइजिङ प्लेयर भविष्य बोकेका खेलाडी हुन् सिनियर खेलाडीहरूसँग मैदानमा छन् यो अनुभव सम्झना लायक हुन सक्छ उनका लागि महत्त्वपूर्ण रहन सक्छ यस पटक भने विशाललाई रोकेका छन् यस पटक विश्वास अधिकारी थिए ब्लकमा उत्कृष्ट ब्लक गर्दै विशाल सिंह गल्ती गर्न पुगे बललाई प्लेस गर्ने क्रममा यो टच गर्दै अङ्क गुमाएको छ यहाँ शुक्ला गण्डकी अब भने अङ्क अन्तरलाई घटाएको छ बौद्धिकारी नवलपुर 4-5 सर्भिसमा विश्वास अधिकारी एडीका नामले परिचित छन् अनि यही साथमा यस पटक ज्यामी ब्लक सिङ्गल ब्लकमा अशोक श्रेष्ठ रोकेका छन् यहाँ ईश्वर थिए प्रहारमा पनि केही गल्ती गरेका थिए अशोक यस पटक सुन्दर ब्लकबाट टिममा अङ्क दिलाउनेछ सर्भिसमा विश्वास अधिकारी फेरि पनि गल्ती यहाँ ईश्वर गल्ती गर्न पुग्यो फेरि पनि आफ्नो प्रहारमा राम्रो बचाउ यहाँ जीवन केही रिसेप्सन गल्ती गरेका थिए तर निकै उचाइमा टस गरेका थिए बललाई तर उनको यो टस बल भने बाहिरिएसँगै फेरि पनि अङ्क लगातार प्राप्त गरेको छ यहाँ बौद्धिकाली गाउँपालिका नवलपुर अब 2 अङ्कको अग्रतामा देख्न सक्छौँ फर्स्ट टाइम आउट भई शुक्ला गण्डकी नगरपालिका तन हो एन्ड अफ दिस टाइम आउट लगातार सर्भिस विश्वास अधिकारी एडीको रहनेछ यहाँ भौतिकालीबाट यसपटक पनि लगातारको सर्भिस मिस गर्दै अङ्क गुमाएका छन् सर्भिसबाट अङ्क गुमाउँदै अङ्क लिएको छ शुक्ला गण्डकी टाइम आउटपछि अङ्क प्राप्त गर्नेछ र अङ्कको अन्तरलाई 1 मा झार्नेछ अब सर्भिसमा रमेश गुरुङ यसपटक उत्कृष्ट प्रहार अशोक श्रेष्ठबाट सुरुवातमा केही गल्ती गरे त्यसपछि लगातार लयमा रहँदै उत्कृष्ट ब्लक गर्दै यसपटक सुन्दर प्रहारबाट अङ्क दिलाउनेछन् टिमका लागि घरेलु मैदान पनि उनको लागि ईश्वर सुनार उत्कृष्ट प्रहार गर्दै यो अङ्क शुक्ला गण्डकीलाई उनको प्रहारका माध्यमबाट 7-8 1 अङ्कको अग्रता कायमै छ अझै पनि बौद्धिकालीलाई यो हो फाइनलको खेल प्रतिस्पर्धा कोही प्रकार आकलन थियो यहाँ हिमाल सेनारीको यो प्रहारबाट अङ्क रहनेछ बौद्धिकाली गाउँपालिकालाई 9-7 विकास पचभैया रहनेछन् सर्भिसमा यहाँ क्रस पिचबाट सञ्जय विक्रम शाहको कौशलतापूर्ण प्रहारबाट अङ्क दिलाएका छन् यहाँ बौद्धिकाली गाउँपालिका नवलपुरलाई 10-7 अब भने बौद्धिकाली 3 अङ्कको अग्रतामा देखिएको छ यो पहिलो सेट आदरणीय दर्शक महानुभावहरू भलिबलको रोमाञ्चकता निहाल्दै हुनुहुन्छ हामीलाई उत्कृष्ट प्रहार उनीबाट
हामीलाई प्रत्यक्ष मैदानमा हेर्दै हुनुभएका सम्पूर्ण दर्शक महानुभावहरू तपाईँप्रति हार्दिक धन्यवाद ज्ञापन गर्छौँ र हामीलाई बबिन गाहा युट्युब च्यानल, प्रभात भलिबल युट्युब च्यानल, मेरो खबर टिभी, भेप्चुरी टिभी, विभिन्न युट्युब च्यानलहरूबाट हामीलाई हेर्दै गर्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू देशबाट विदेशबाट जहाँबाट यो डेरगाउँको भलिबललाई निहालिरहनु भएको छ, हेरिरहनु भएको छ, तपाईँप्रति आयोजक कमिटी हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछ। देश र विदेशबाट तपाईँहरूले भलिबलको विकास र विस्तारका लागि देखाउनु भएको मायाका लागि हामी उच्च सम्मान व्यक्त गर्दछौँ। हिमाल सुनारीको सर्भिस अशोक, राम्रो क्रस, विकासले बुझेका छन्। यहाँ सञ्जु विक्रम शाह पछि अर्को सौन्दर्यता उनीमा, मैले भनेको छु पर्याप्त अनुभव छ उनीमा भलिबलको। दशकौं वर्ष भलिबलमा व्यतीत गरेका छन् उनले, त्यसकारण पनि यो अनुभव बोलिरहेको छ डेरगाउँमा। गण्डकी प्रदेश टकप्ता लाखौं अनुयायीहरू लालायत हुन्छन् सञ्जु विक्रम शाहलाई हेर्नका लागि, फोटो सेसनका लागि।